हाम्रो विद्यार्थी जीवनको अन्तिम दिन त होइन, तर यस्तो लाग्छ बाल्यकालको अन्तिम दिन होला। यो हाम्रो विद्यार्थी जीवनको अन्तिम दिन त होइन, तर यस्तो लाग्छ बाल्यकालको अन्तिम क्षण होला। यस्तो लाग्छ अस्ति बल्ल मात्र यहाँ आएकी थिए, तर कति छिटो यो समय बितेको होला। सायद अब यी दिनहरू फेरि फर्केर आउँदैनन् होला, आउँथे भने यो विदाइ हुँदैन थियो होला। समय र परिस्थितिले कसै कहाँ पुर्यायो थाहै भएन भन्दा लामो सुनिने यो 8 वर्ष कसरी बित्यो कसै भएन। बिहान उठ्न गाह्रो लागे नि घन्टी बज्नु अघि नै रात सरलाना सरको पिरियड लिइसक्थ्यौ। बिहान उठ्न गाह्रो लागे नि घन्टी बज्नु अघि नै रात सरलाना सरको पिरियड लिइसक्थ्यौ। हिजोसम्म खेल्दै हाँस्दै कुराकानी गर्ने हामी भोलिदेखि यो आगो छोड्न सक्छौँ कि नसक्छौँ। सानो गल्ती गर्दा गाली गर्ने तर त्यसैमा माया लुकाएर सिकाउनु हुने शिक्षक शिक्षिकाज्यूहरू, सानो गल्ती गर्दा गाली गर्ने तर त्यसैमा माया लुकाएर सिकाउनु हुने शिक्षक शिक्षिकाज्यूहरू, हाम्रो भविष्यको बाटो देखाइदिनु हुने आदरणीय गुरुहरूलाई अब दैनिक भेट्न पाइएला कि नपाइएला। हाम्रो भविष्यको बाटो देखाइदिनु हुने आदरणीय गुरुहरूलाई अब दैनिक भेट्न पाइएला कि नपाइएला। मलाई किन सम्झना नआउला त ती दिनहरू। प्रिन्सिपल सरले सधैँ क्लासमा आएर एउटा ल्याउनुपर्छ है भनेका ती शब्दहरू, राज सरले पढाउँदा पढाउँदै दिएका ती मोटिभेसनल स्पिचहरू, राणा सरले अब पढ्नुपर्छ है निलम भनेका ती बोलीहरू, रोहित सरले कम्प्युटर ल्याबमा सिकाएका ती प्रोग्रामहरू, मन्जु म्यामले लेखाएका ती प्रश्नका उत्तरहरू, गुरुवाले सधैँ सेवा सिदिएका ती पलहरू, चन्द्रम्यामको कोठामा गएर गरेका ती कुराहरू। कडा नियमभित्र पनि माया लुकाएर राख्ने, हाम्रो सफलतामा सधैँ मक्ख हुनुहुने, अनुहारमा सधैँ मुस्कान लिएर एसेम्बली हुँदा सधैँ दिउँसो दिउँसो हुने भन्दै ती आउनुहुने आदरणीय प्रिन्सिपललाई अब दैनिक भेट्न गल्ती गर्दा कहिलेकाहीँ कडा देखिनु भए पनि अभिभावक जस्तै माया गर्नुहुने हाम्रो रोहित सरको सम्झना किन नहोला। हामी अल्छी हुँदा गीत गाउँदै हँसाउनु हुने, हामीले हार मान्न लाग्दा अझै अगाडि बढ्न प्रेरणा दिनुहुने हाम्रो प्रिय राणा सर अब सबै कक्षामा आएर कस्तो चल्दैछ पढाइ भनेर सोध्नुहुने आदरणीय मदन सर अब भोलिबाट हाम्रो भविष्य निर्माण गर्ने पहिलो दिन डराउँदै आएको यो विद्यालय आज आफ्नै घर जस्तो लाग्ने भयो। सुख दुःखसँगै बाँडेका साथीहरूलाई मनबाटै कहीँ कतै गल्ती भए माफ गरिदियो भन्ने बिदाइ गर्ने बेला आयो।